जाने दिनमा के कन्ट्रोभर्सी हुन्छ क्या गोर्खा राइडरसँग मेरो सबैले राजकुमारलाई भेट्न आएको जस्तै भइरह भन्दै थिए कि कहाँ हो यस्तो राम्री भएर के भन्नुपर्छ गाह्रो छ एउटा ट्र्याक छैन यार सरकारले त सुन्दैन बालेनजी ट्र्याक चाहियो एउटा प्लिज सो हेलो एन्ड नमस्ते सबैजनालाई के छ हालखबर ठिक छ होला नि त मेरो पनि एकदम बवाल ठिक छ अनि आज चाहिँ मैले गाडीबाट भ्लग सुरु गर्दै हैन सो आज गोर्खा राइडर जाने दिन पनि आयो भनेर फेरि है अब त्यत्रो दुःख गरेर आए घुमे मजाले 40 दिन अब फेरि जाने ब्याक टु त्यही काम अनि अब मेन भनेको त अब भाउजू भेट्न खुसी नि त बुढा हैन भाउजू पनि उता वेट गरौँ भयो अब बुढाबुढीको माया अब के गर्ने जिन्दगीमा मान्छेले भन्छन् नि बाउ आमा यताउति भन्छन् अब अहिले आफू बुझ्दै गएपछि बाउ आमा सँगसँगै आफ्नो बुढी पनि अति नै इम्पोर्टेन्ट हुँदो रहेछ भनेर मैले गोर्खाली राइडर र उहाँको दुईजनाको माया देखेर चाहिँ मैले यसो एनालाइसिस गरेँ मेरो अनुसारले हैन थ्याङ्क यू अनि है बिहान पनि टक्क गिफ्ट आएछ हाम्रो नोभस NOVUS हो कि के हो ल यहाँबाट चाहिँ आएको रहेछ सो थ्याङ्क यू सो मच फर दिस ज्याकेट सो रेसको लागि आज स्पोन्सरसिपको लागि पनि कुरा गर्न जाँदैछ अब यहाँ पेट्रोनाज लुब्रिकेन्ट जुन हाम्रो यहाँ नयकापमा रहेको छ है सो त्यहाँ गएर हल्का कुराकानी गरेर अनि त्यसपछि गोर्खाली दाइकै घर गइन्छ दाइ छिटो आइज म आज म जाने हो आउँदैन साले टाइममा आइज मुख हान्नु 100K पुग्न लाग्छ है इ सब्सक्राइब हानिदिनु ल यसो राजकुमार कार्की 46 सो हाम्रो ल बाइक है बास सो हाम्रो एउटा पेट्रोनाजमा अहिले म अफिस बाहिर छु हैन हाम्रो मिठो एउटा मिटिङ पनि लगभग आजलाई एन्ड भइसकेको छ अब भोलि अर्को नेक्स्ट भ्लगमा तपाईँहरूलाई म अपडेट दिनेछु र यसपालि भ्याली बाहिर हुने रेसमा चाहिँ हाम्रो पेट्रोनाज सँगसँगै राजकुमार कार्की 46 सँगै हामी गएर चाहिँ हेरौँडामा आम्मा पावर अहिलेदेखि आइसक्यो पेट्रोनाज के हो ल हामी चाहिँ अब लगभग 80% हामी वी आर डन है अब 20% थोरै केही बाँकी छ त्यो कुराहरूलाई नै हामीले भोलि अर्को भ्लगमा अपडेट गरेर हामी पेट्रोनाजबाट चाहिँ कतिजना राइडर 4 जना ल पेट्रोनाजबाट 4 जना राइडर रिप्रेजेन्ट गरेर हामी हेटौँडा रेसको लागि लगभग तयार भइसकेको छौँ ओके यस थ्याङ्क ल हेलो भन यहाँ यसो ओके ल त्यहाँबाट निस्किसकेँ है क्या खुसी लागिरहेको मलाई अहिले किन भन्दाखेरि अब यसपालि रेस खेल्न लाग्यो होइन 15 महिनापछि राजकुमार कार्की 46 रेसमा यार म त यति एक्साइटेड छु होइन होप सबै कुरा राम्रो होस् जय प्रभु होइन कान्छी मायालु है त कान्छी बुढीलाई भेट्न जाँदैछ एक्स कान्छी बुढी एक्स भन्नु पऱ्यो नि त किनकि बेचिसकेको हो नि त CMW पुगिसक्यो आफ्नो बाइक चाहिँ आइसक्यो होइन सो मायालु है अब रेसको लागि रेडी हुन्छ ल पहिलाको जस्तै साथ दिनु होला मायालु मलाई सो अर्को हाम्रो यहाँ बाइक ओहो सुकु ल पावर्ड बाई हाइटेक CMW सब मिक्स हो यो बाइक चाहिँ ओके होइन अनि ल रेस बाइक हाम्रो भाइको है अनि यो पालि त के छ हजुरको त्यहाँ स्पोन्सरहरूको कुरा अलिक सुनेको थिएँ क्यास्ट्रोल के भयो कुरा हुँदैछ फिक्स चाहिँ गर्नु पर्यो र सायद यो पालि फर्स्ट टाइम होला कुनै स्पोन्सरसिप लिएर रेस खेल्न आएको है ल बधाई छ बधाई यो पाउनु नै ठुलो कुरा हो मेरो भाइ है तिमी जस्तो राइडरहरू कति छन् क्या यसरी त्यो स्पोन्सर यो नेपालमा चाहिँ कस्तो भन्दाखेरि हुन्छ नि मान्छेले 10,000 पनि बिचारा राइडरहरूले स्पोन्सर पाएको हुँदैन क्या जुन कि बाइक खर्चमा साला जान्छ 60-70 हजार लाख पनि जान्छ होइन मालसामान के हाल्छन् नि त यो बाइक पनि लोडेड बाइकै हो केटाहरू छैन ल मैले भन्न खोजेको चाहिँ यो स्पोन्सर थोरै पाउनु नै ठुलो कुरा है कि नेपालको कन्टेक्स्टमा हेरेर चाहिँ हुन्छ नि पहिला त झन् यो केही पनि मतलब पहिला आजभन्दा 5 वर्ष अगाडि त झन् स्पोन्सर कहाँबाट आउँछ ओहो स्पोन्सर नै आउँछ भन्ने जस्तो थियो मान्छेहरूलाई अब अहिले चाहिँ अहिलेको विगत 5 वर्षपछि चाहिँ ओहो मान्छेहरूले स्पोन्सर पाहा त्यो स्पोन्सर पाउनलाई के गर्नुपर्छ त मिहिनेत गर्नु पर्यो हैन प्र्याक्टिस गर्नु पर्यो अनि रेसहरुमा पोडियम आएपछि बल्ल मान्छेले भ्यालु दिदो रहेछ भन्ने कुरा पनि एउटा बुझियो होला नि त पोडियम आएपछि त नम्बर लिदो रहेछ के मेरो कति नम्बर हो है पोडियम आउनु भन्दा अगाडि केही थिएन हैन यो चाहिँ त्यो
कल आएर थोरै स्पोन्सर पाए पनि यो चाहिँ तिम्रो मेहनत हो क्या मेरो भाइ त्यसरी बुझ्नु पर्यो ल त्यही हो जे होस् योपालि चाहिँ हल्का फुल्का लुब्रिकेन्ट कम्पनीहरू 2-4वटा कम्पनीहरूले चाहिँ राइडरहरूलाई थोरै भए नि सक्ने गरी हेरिदिनु भएको छ थ्याङ्क यू नै भन्न चाहन्छु पहिला यति पनि थिएन है गाह्रो छ एउटा ट्र्याक छैन यार सरकारले त सुन्दैन बालेनजी ट्र्याक चाहियो एउटा प्लिज भन्न चाहन्छु है यो मेसेज यसो हाम्रो बालेनजी भटासम्म पुगोस् यो चाहिँ एउटा सब नेपाली बाइक राइडर बाइक स्पेसल्ली रेसर्सहरूको मनदेखिको कामना एउटा ट्र्याक चाहियो हामीलाई एउटा ट्र्याक बस त्यति होला फेरिङहरूको त्यति टेन्सन लिनु परेन किनकि मैले आफ्नो पहिलाकै फेरिङ राखेको छु नि त सो यसलाई नै त्यहाँ सेटअप हुन्छ अनि धेरै चेन्ज भयो भने ग्राफिक्स चेन्ज हुन्छ अरू चाहिँ लगभग त्यही नै फेरिङ हुन्छ अनि सो यो मायालुले रेस जितिसकेको छ पहिला पनि होप यसपालि पनि राम्रै गरोस् राम्रै हुन्छ अर्को राइडर आए जस्तो छ है ए छब्बी राइडरहरू रहेछ बाटोमा कुदाउनेहरू केटाकेटी राखेर रेस खेलिरहेको धुस्नु रेसर होइन रहेछ छप्रिजहरू रहेछ भनिदिनु के आइसक्यो हामी जिआर फ्यामिलीको कोठामा होइन ट्याक्क लाएर यो कोठामा नि भ्लग बनाउने अब 6 महिना 1 वर्षसम्मलाई बन्दैन होला यो कोठाभित्र के हो दसैँतिर आउने क्या हो बेर छ नि यता आइदिन्छन् ट्याक्कै एउटा काटी ट्याक्कै हिँडिदिने त हो के ल भन् त के भन् ल खै हेरिन अब काका भतिजको केही होला होइन नभन्नु भन्न थाल्यो के हो काका भतिज अनि तिम्रो त बाहिरको मान्छे हो काका भतिजको छुट्टै कुरा हुँदो रहेछ अनि धेरै चाहिँ हामी काम गर्नुपर्ने हामी हिँड्नु पर्ने अनि उनीहरूको चाहिँ छुट्टै कुरा के चाहिँ हुने रहेछ त के अन्तिम जाने दिनमा के कन्ट्रोभर्सी हुन्छ है क्या गोर्खा राइडरसँग मेरो सुरुमै भतिजले भेट्छ है फेरि होइन उनीहरू त खास के रहेछ हामी त यत्रो है हामीलाई शेयर नगर्ने यस्तो पनि हुँदो रहेछ टाढै बनायो त अन्तिम दिनमा आएर खास टाढेको त हो नि यार यही नजिकको यही मिलेको गल्छी रे तिम्रो कलङ्की रे तेरो काम कहाँ हो गुवाले के भन्छन् हेर त काकाले तँलाई प्यारो भनिन्छ नि त प्यारो भएर मैले भने त तिमीले कहाँ भन्नु पाउनु सक्छ के छ त दाइ अब ओहो 5 छ है ल धेरै माया 1.5 लाई रेस खेल्नु पर्यो मेन भनेको चाहिँ अरू दायाँ बायाँ दायाँ बायाँ भन्दा अब रेसमा चाहिँ फोकस गर गुड लक यत्रो दिन बसियो यार कसम त सबैले राजकुमारलाई भेट्न आएको जस्तै भइरह भन्दै थिएँ कि मुगा जस्तो नेपालमा लिटरली अस्ट्रेलियाबाट राजकुमारलाई भेट्न आए जस्तो भएर 25 दिन आएको कति 25 दिन त सँगै बितायो 25-30 दिन त सँगै 40 दिनको छुट्टीमा 25-30 दिन त सँगै बितायो ओके जानु न वाक्क भइसक्यो जानी हो तेरो मुख देख्दा नि मलाई नि वाक्क भइसक्यो कन्ट्रोभर्सी होला जस्तो छ है अन्तिम दिनमा आएर काका भइदिन्छ कुरा चाहिँ अहिलेको चाहिँ खास एकचोटि क्लियर गरिदिनु न त किन गर्ने होइन सिक्रेट भन्ने सिक्रेट हुन्छ नि सिक्रेट हो बाहिरको नजिकको मान्छेलाई मात्र यसले त केही गरेन त हामी चाहिँ यत्रो दिन गर्ने हामीलाई त अनि के हो ल भतिज तैँले भेट्नु जस्तो छ है कङ्फु सिक्छ नि मैले त्यस्तै हो रेस चाहिँ गर राम्रोसँग गर ब्लग थ्याङ्क यू फर एभ्रिथिङ है जसले ब्लगहरू हेर्नुभयो हामी दुईजनालाई देख्नुभयो टुरहरू गयो कति कुराहरू असफल भयो तर हामी डिमोटिभेट चाहिँ कहिले भइएन मजाले जे हुन्छ हाम्रो तर्फबाट ब्लगहरू बनायो एक्सप्लोर गर्यो त्यो ठाउँ दुःख पीडाहरू आउँदा नि कोप गरेर सबैजना मिलेर बसेर होइन रमाइलो मेमोरी चाहिँ खत्रै मेमोरी भयो होइन जे हाम्रो अब यो मेमोरी त सायद पहिला हामी 2 वर्ष लगभग 1.5 वर्षसँगै हुँदाखेरिको त्यति टाइमको भन्दा धेरै कुराहरू यो भेटघाट यस्तो हो कि केटा एउटा कुरा म के भन्छु नि कसैलाई जान्नु छ भने बुझ्नु छ भने चाहिँ तपाईहरु चाहिँ टुर जानु के लाइक 2-3 दिन सँगै बिताउनु हैन सिगरेट भन्दिनु नि एउटा तेरो फेरि अरु फेरि बताउ ए हैन सरी के भन्नु पर्छ ल यसमा टुट आउँछ ल यो यसो हाँसी मजाक वाला हो अब चुपलाई न के बोल्नु पर्छ सरी भन या त्यही त एक अर्काको टप सिक्रेट सबैलाई थाहा छ कि सबैले चुप गराउन सक्छ कि एउटा ग्रुपमा हिँड्दाखेरि एउटा फोन चाहिँ यही रहेछ रमाइलो गरियो दुःख सुख अब भने जस्तो अब कति कुराहरूमा
दाजुभाइ अब केही हुन्छ नि अब ब्लग नछोड रेस नछोड त्यति हो राम्रोसँग गर होइन अब म भए मात्र ब्लग बनाउने म गएपछि छोड्ने त्यस्तो चाहिँ नगर मुख हान्दिनुहोस् त हुँदैन ल जस राम्रोसँग गर रेसलाई चाहिँ ध्यान दिए मेरो भाइ थ्याङ्क यू फर एभ्रिथिङ थ्याङ्क यू फर यर टाइम है भित्ती अब त्यो अघि नि हिजो राति पनि कल गरेको थियो बिहान पनि कल गरेको थियो भित्तीले गाईघाटको प्रदीप जोशीको कुरा गरेको हिजो विचार दाइ म त अझै 10 दिन बाँकी छ होला अझै भनेर बसिरहेको तपाईँको स्टोरी अस्ति भ्लग देखेर पो थाहा भयो तपाईँ जान थाल्नु भएको रहेछ भनेर लास्ट राइड भनेर यताउति भनेर भन्यो ल ठिकै छ राम्रोसँग गर यस्तै हो दुःख सुख चलिरहेको छ भनेर सम्झायो ल ठिक छ ल ल होइन अब घडीले पनि 4 बजायो अब दाइको समयले पनि दाइलाई 12 बजाउँदैछ अब केही छैन ह्याप्पिनेस भनेको अब गएर भाउजू वेटिङमा हुनुहुन्छ त्यो ह्याप्पिनेस छ अनि छुट्टै छ है देश छोड्नुको होइन आफ्नो एउटा बाध्यता कति कुराहरू अब देशको सिचुएसन अब त्यस्तै छ नि त सबैलाई थाहा छ जो विदेश हुनुहुन्छ विदेशबाट हेर्ने मान्छेले नेपालमा पनि भएको अहिले के करियर के सेट भइसक्यो नि 12 दिँदा बित्तिकै ल विदेश जाने विदेश डलर अनि यहाँ त्यो एउटा त्यो प्रेसर त केही होइन नि तर यहाँ समाजको मान्छेले के भन्यो बाबु तिमी अझै यही छौ तिमी त उसको फल्नाको छोरा होइन विदेश गए होइन ए अँ यार त्यस्तो भन्छ न यो प्रेसर भइदियो कि मेन भनेको आफू त ल आफ्नो त छँदैछ कि ल 12 पछि जाने भन्ने त्यो तर यहाँ त अब मेरो बाबालाई देख्दा अब फर इक्जाम्पल है तेरो बाबालाई पाइनु राजकुमार अझै घरमै छ अङ्कल त्यो जाँदैन त्यस्तो भन्यो अब तेरो बाबालाई चाहिँ त्यो प्रेसर हुन्छ कि अब यसलाई पठाउनुलाई यो समाजले दिएको प्रेसर कि अननेसेसरी अनि यसो म्याक्सिमम् मान्छे चाहिँ यस्तो एउटा हाम्रो एउटा के भने हामी सामाजिक प्राणी हो समाजमा बस्नु परिहाल्छ समाज चाहिन्छ तर समाजले नै कति कुराहरू बिगारिदिन्छ कि ठिकै छ ल यो सन्देश होइन सक्ने कुराहरू नेपालमै कसैले गरिरहनु भएको छ भने त गर्नु हेर्नु यो नालाई यहीँ बसिरह गरिरह यत्रो पैसा खर्च गरी रेस खेले जिते जस आइएम प्राउड अफ हिम है जसले बब्बाल अति बवाल गरिरह त्यो रिकभरी राम्रोसँग भइदिएर रेस अगाडि खेल्न सक्यो यसको बाबाले त कस्तो यसले चाहिँ सिरी लेखेर आएर चाहिँ कि निधारमा हो मलाई त अब मेरो हुन्छ नि मेरो बुवाले विदेश जानलाई पनि रोक्यो विदेशको भिजा नलाग्दाखेरि खुसी भयो क्या मेरो फ्यामिली त क्या अब किन भन्दाखेरि मेरो दाइ आफ्नो दाइ पनि हुनुहुन्छ नि त 12-13 वर्ष भइसक्यो त्यतिमा 2 चोटि मात्र आएको नेपाल तर गोर्खाल्यान्ड आएर त 1.5 वर्षमा एकचोटि आएपछि 6 महिना पनि आइदिने 8 वर्ष नै आइदिन्छन् ल अब ह्याप्पी न्यू इयर तपाईँको उतै हुने भयो होइन अब ह्याप्पी न्यू इयर उतै मनाउनु भन्न चाहन्छु अनि उहाँको अङ्कल उसको बुवा मम्मीलाई पनि स्पेसली थ्याङ्क यू सो मच है आमा यो नालायकलाई यति तर छोरा हो होइन अफकोर्स होइन तर उहाँलाई गरिदिएको देखेर यसले थ्याङ्क्स भन्ला नभन्ला कुनै दिन त भन्ला त्यो फिल गरिहाल्छ तर मैले चाहिँ अहिलेदेखि नै थ्याङ्क यू है अङ्कल अब तपाईँ खतरा हो अङ्कल आन्टी तपाईँ बब्बाल दामी हो सल्युट अङ्कल बाबा यस ल अब अलि इमोसनल हुन थालिसक्यो हामी है अब हामी चिया खान्छौँ घरमै अनि लगभग अब हिँड्ने टाइम पनि भइसक्यो के विदेश जानला भन्दा सब नयाँ लुगा लगाएर जानुपर्ने के हो यस्तो नयाँ ब्रान्ड टोपी खोल त होइन ठिक हो देखा ठिक्क देखा छ यसलाई चाहिँ यो चाहिँ ल हाम्रो कहाँबाट पाएको रे हामीले हाम्रो पोखरा हाम्रो त्यो खतरा मास भात पाउने दाइकोबाट खाना खाएको ठाउँको नाम के अरे नाङ्लो थकाली यस्तो दामी हुरी उता फर्की त हाम्रो अर्को विदेशी आफ्टर अ लङ टाइम ल गाइज यति धेरैजनाले दाइ सोधेको छ यति धेरैजनाले 2 शब्द चाहिँ त्यो सब्सक्राइबरहरूको लागि तपाईँलाई यति धेरैजनाले चाहिँ खोजेको क्या जता गयो नि नयन दाइ खोइ मैले ढाँटे हो भदिस होइन कसम र 2 शब्द दाइ सबैलाई सम्झना छ होइन घुमियो फिरियो पहिला मेमोरिजहरू क्रिएट गरियो अझ पनि बनाउँला कुनै टाइममा दाइ कुन देशमा होइन मेरो सानो भाइ यहीँ छ नेपालमै होइन
सबैको आफ्नो ठाउँ हुन्छ, परिस्थिति हुन्छ होइन। कोही कता गइन्छ, कोही कता गइन्छ, फर्केर फेरि आउँदै भेट भइहाल्छ नि साथीहरू। अब देवस दाइले चाहिँ बाइक पनि बेचिसक्नु भएको कारणले पनि अहिले राइडमा चाहिँ नत्र हिजोको भ्लगको राइडमा तपाईँहरूले देख्नुहुने थियो दाइको चाहिँ बाइक 1 वर्ष जस्तो राइड नगरौँ भन्ने हिसाबले क्या। कर्म थलो भन्नु पर्यो होइन, के भन्छ अरे विदेशलाई दाइ? कर्म थलो, यो जन्म थलो। कर्म थलो दाइ फेरि जानुहुन्छ अनि कहिले आउनु ल त्यो चाहिँ भनिदिनु पर्यो ल। म त आइरहन्छ 8 महिना 1 वर्ष। 1 वर्ष ल, 1 वर्षपछि चाहिँ आउँदाखेरि राइड चाहिँ गर्नुपर्छ। वाइ नट स्योर। 17 जति लुगा फेरेको कुन लाउने भनेको भने है फाइनल्ली तर त्यो अस्तिको त्यो डर लाग्यो अलिकति जवाब दिनुपर्छ कि गोर्खाली राइडर दाइ विदेश जाँदा के व्यवहार देखाएको भन्दा हजुर प्रभु मैले माफ पाऊँ, मैले त्यतिखेर भन्नु नहुने कुरा बोलेछु भनेर भन्नुपर्छ। फेरि जवाब भगवान् थाहा नि शिवजीको सिधै ठप्पा आफू चाहिँ को र एउटा सा मिठा है क्या हो कि ल हामी एयरपोर्ट जान्छौँ अब। त मिठो कुराहरू यस्तै छ है त। नयन दाइ बाई भन्नु नि एकचोटि। ल सबैजनालाई लभ यु गाइस भन्दिनु न। धेरै धेरै चुप्पा माया दिनु छ। वाह क्यामेरामै दिनु ल गोर्खाली राइडरको प्रतिनिधित्व गर्ने उही हो नि त। शुभ यात्रा मङ्गलमय होस्। पशुपतिनाथले सधैँ कल्याण गर्नु, नवदुर्गा दाइनी लक्ष्मी सरस्वतीले सधैँ बास गर्नु, सधैँ कल्याण नवग्रह शान्त गर्नु। जाने ल जाने यार, अब के गर्ने यार। बाई ल राम्रो बस्यो तिमीलाई। बाई ए के छ उ यता बाहिर दिदीले। बाई दिदी हस्। र हाम्रो एयरपोर्ट त लास्ट भिआइपी भएछ यार, सब कब्जा हाने यार। यता त हामीलाई पार्किङ गरेर नदिँदैछ नि त यार। यहाँको स्टाफलाई मात्र अरे, हामीलाई त अब यहाँ छोड्नलाई उता पुग्नु पर्ने रे। ल कोही रोएन यार, कोही रोएन यार, बुझेर आइरहेको छ कहाँ हो यस्तो राम्री भएर। ए जाने हो ए ल साथीहरू कहिले जाने हो? ओहो 2 जना पनि देश छोडेर जाने भए। ल म त सबैलाई छोड्ने लिन जाने। म जस एकजना त बस्नु पर्ने होइन। ल म यहीँ बस्छु ल। राम्रोसित केयर गरेछ आफ्नो हात्तीलाई बिस्तारै चलाएस्। हजुर बाइक बटारे जस्तो बटार चाहिँ यार गाडीलाई पनि भाङडाङ यो गफ हो गफ ल यो त हामीले फेरि सेकेन्ड गरे है। ल गोर्खाली राइडरलाई बाई बाई। अनि म हिँडेको मान्छेहरू नि यस्तो फर्किने यार। नयाँ सपना नयाँ सहर। सर्भिस भने यस्तो हुनुपर्छ कि आउन साथ ल ल है त ट्याक्क आउन साथ। अब हामीले चाहिँ भोक लगाएर ओए सेकको है सेकको मटन दिन्छ क्या कि बाख्रा हो गाईहरू होइन पनि हुन्छ नि त। ल हाम्रो नयन दाई घर आइपुग्यो। हामी ब्याक टु दाईको घरबाट सिन जुन दामी देख्छ यार। वाह यार दाई यहाँ क्यामेरामा हेर्नु न। क्यामेरामा यहाँ पनि हेरौँ न यता क्यामेरामा। ल ए गोर्खाली राइडर यार दाई विदेश पुगे हो? त्यसले भन्दै थियो त्यस्तो चाहिँ होइन ल। त्यही भने अब चाहिँ को हो र भाइ को हो र? पछाडि क्या दामी सनसेट देखेको हे भगवान्। सनसेटलाई फेरि ब्लर हानेर गोर्खालीलाई टल्किया छ चल पायो। ओहो दाई एक्सटेन्ड हानिदिउँ न त 1 लाखको कुरा त हो नि। ओए कहाँ भनिदिएर एक राइड हानेर जाने रे मुख हान्ने जस्तै बोर्डिङ कटेर बसेको मान्छे। त्यही भनेको त्यस्तो भन्नु भएन केटाहरू छक्क भनेको।
दाइ एकचोटि रुनु न ओए ल राम्रोसँग जानु है राम्रोसँग के साह्रो भने कि आफ्नो गर्लफ्रेन्ड छैन के छैन यार बुढीलाई भन्दा अब अपकमिङ बुढीले यति मेरो यति माया पाउँदैन होला गोर्खा लाडाले त्यति माया पाइसक्यो यार अब तर लास्ट टाइम गइले बसेर ल ल दाइ ल खै यो के हुन्छ कसो हुन्छ दामी आइरहेछ होइन ल राम्रोसँग जानु होला अब दाइलाई बाई बाई भनिसक्यो धेरै धेरै माया भनिसक्यो यो सिन छोडेर गए गोर्खाली राइडर बस कर पगले